नमस्कार सबैजनालाई म फेरि पनि योना तपाईको सामु अटिज्मको अर्को विषयमा आइरहेको छु बात गर्न लागि। आज चाहिँ हामी बात गर्ने छौं अटिज्मको बारेमा। तर त्यो चाहिँ एउटा साँचो के कुरा चाहिँ अटिज्मको साँचो हो के कुरो चाहिँ झुट हो, के चाहिँ मान्छेले बित्थामा व्यायाम गरेर त्यो काल्पनिक भनौँ न मिथ हो कि फ्याक्ट हो हैन। यो विषयमा चाहिँ एकदम अब अटिज्म भन्ने बित्तिकै धेरै कुराहरूको मान्छेले सोच्छ गर्ने हुन्छ हैन। अब त्यो हामीलाई पनि थाहा हुँदैन। अब म पनि एउटा आमा भएर मलाई पनि कतिवटा कुरो थाहा थिएन, कतिवटा कुरो मैले पनि अब सुनेको भरमा गरेको भरमा विश्वास गर्थेँ हैन। तर त्यो सब चाहिँ हाम्रो काल्पनिक हाम्रो कल्पना मात्रै हो हैन। त्यो कुरोहरू चाहिँ कतिवटा कुरो हामीले चाहिँ त्यस्तो कुरोहरू सोच्नु हुँदैन। जस्तै कि अब अटिज्म भन्दैमा मान्छेले ल ऊ मेरो छोरीलाई या मेरो छोरालाई ऊ अटिस्टिक हो, उसलाई अटिज्म स्पेक्ट्रम डिसअर्डर छ, एएसडी छ भनेर जब सोच्छ कि यो एउटा बिमारी हो, रोग हो, जब फर्स्ट थाहा पाउँछ हैन। अब मैले पनि जब मेरो छोरी अलमोस्ट 2.5 वर्षको थियो, 2.5 इयर्सको, त्यति बेला चाहिँ डायग्नोस मैले चाहिँ उसलाई बेङ्गलोरको निमह्यान्समा गएर गरेको हैन। त्यति बेला चाहिँ अटिज्म उसको कन्डिसनलाई चाहिँ उसलाई चाहिँ अटिस्टिक र अटिज्म स्पेक्ट्रम डिसअर्डर भन्दो रहेछ भनेर चाहिँ थाहा पाएको। देन जब यो वर्ड आउँछ, जब डायग्नोस हुँदाखेरि एज अ पेरेन्ट आमा बाउ भएर हैन अटिस्टिक हो, एएसडी हो, हामीले त युनिसाको टाइममा चाहिँ कोभिडको टाइममा थियो हैन यस्तो थाहा पाउँदाखेरि। सो प्रायः जस्तो चाहिँ मैले अनलाइनहरू सर्च गर्थेँ, अनलाइनै खोज्थेँ, अनलाइनमा मेरो पुरा साथीभाइहरू भएको छ। अहिले पनि हामी टचमा छौँ, कतिजना डक्टर्सहरू छ हैन, नेपालीहरू होइन डक्टर्सहरू चाहिँ बेङ्गली हुन्छ, कतिजना अब अरू नेसनलिटी चाहिँ होइन, नेपाली चाहिँ होइन भनौँ न होइन, अरू भाषा बोल्नेहरू। अनि त्यो फर्स्ट अटिज्म भन्दाखेरि चाहिँ मेरो नानीलाई अटिज्म स्पेक्ट्रम डिसअर्डर छ भन्दा चाहिँ कसरी ठिक पार्ने, के गरेर चाहिँ उनलाई चाहिँ अब योबाट चाहिँ उयो गर्ने भनेर चाहिँ त्यो थिङ्किङ आउँछ क्या, आएको थियो भनौँ न। अब मलाई मात्रै होइन, अब म एउटा आमा भएर या बाउ भएर उसको आपालाई त्यो फिलिङ त आयो होला। बट स्टिल होइन के हुन्छ भने चाहिँ अरूहरूले जब बुझ्दैन कि यो बिमार होइन, यो चाहिँ एउटा कन्डिसन हो होइन, यो चाहिँ एउटा अब भनौँ न अब कन्डिसनलाई एउटा कन्डिसनै हो। अब नेपालीमा एक्ज्याक्टली भन्नु आएन मलाई होइन। त्यो चाहिँ अब बिमार भए पो ठिक हुन्छ दबाई खाएर भन्नु, मलाई टाउको दुखिरहेको छ, सर्दी लागिरहेको छ होइन, स्टोन भइरहेको छ भनेर चाहिँ अपरेसन गरेर ठिक हुन्छ भने योहरू चाहिँ बिमार हो, योहरू चाहिँ रोग हो होइन। किडनी स्टोन भयो, गल ब्ल्याडर स्टोन भयो, या अब कुनै पनि बिमारी भयो, त्योहरू चाहिँ अटिज्म चाहिँ बिमार होइन, यो चाहिँ एउटा डिसअर्डर हो, एउटा कन्डिसन हो। यो चाहिँ एउटा न्युरो डेभलपमेन्टल कन्डिसन हो होइन। माने नसाको एउटा जुन चाहिँ हाम्रो ब्रेनमा हुन्छ, हाम्रो दिमागमा, हाम्रो मस्तिष्कमा भनौँ न होइन, त्यहाँभित्रको चाहिँ उनीहरूको अब जुन चाहिँ हाम्रो दिमागभित्रको त्यो नसाहरू हुन्छ त्यसमा अब गडबड हुन्छ भनौँ है। अब भन्नु पर्दाखेरि चाहिँ होइन, अन्त त्यो चाहिँ थेरापी होइन, अनि त्यसमा चाहिँ सपोर्ट होइन, अनि त्यसलाई चाहिँ एकदम पेसेन्स भएर पेसेन्स चाहिँ अटिज्ममा चाहिँ उसको नानीहरूको उन्नतिको लागि, उनीहरूको इम्प्रुभमेन्टको लागि चाहिँ एकदम पेसेन्स हुनुपर्छ। रिसाएर छिट्टो गरेर अब यस्तो भयो यस्तो हुँदैन भने त्यसो भएर चाहिँ हुँदैन। त्यो एउटा आमा बाउ जब अटिस्टिक पेरेन्ट्स हुन्छ उनीहरूलाई त्यो स्ट्रगल इज डिफिकल्ट होइन। मैले के भन्दै थिएँ भने नि अब अटिज्ममा चाहिँ अब अभियसली सजिलो होइन, बट समयअनुसार सबै कुरो सजिलो हुँदै जान्छ होइन। त्यही हो, धैर्य राख्नुपर्छ। अनि अर्को कुरो चाहिँ जुन चाहिँ हामीले लिन्छौँ सोच्छौँ कि अटिज्म चाहिँ आमा बाउहरूले ब्याड पेरेन्टिङ गरेर होइन, अब राम्रो आमा बाउ हुनु नसकेर भएको, त्यो पनि एकदम गलत हो। किनभने अटिज्म चाहिँ केले गर्दा हुन्छ भनेर चाहिँ अहिलेसम्म पनि त्यो एउटा उयो साइन्टिफिकली प्रुभै गर्नु सकेको छैन।
मोस्टली भन्छ जेनेटिक, भन्नुको मतलब हाम्रो बाजे बोजू पुर्खामा पनि यस्तो केही कन्डिसन थियो होला, यो कुनै यस्तो खालके डिसअर्डर थियो र त्यही चाहिँ समयअनुसार चाहिँ अहिले हाम्रो नानीहरूमा चाहिँ हुँदै आएको भनेर होइन, त्यसलाई चाहिँ भन्छ जेनेटिकली अटिजम आउँछ भनेर है। अर्को हो लजिकल रुट्स, अब न्युरोलोजिकल प्रब्लम भएको, अब दिमागमा ब्रेनमा केले गर्दा हुन्छ कसैलाई थाहा छैन होइन। अब त्यो किनभने अब डाउन सिन्ड्रोमहरू जस्तो चाहिँ या अरू कन्डिसन जुन चाहिँ हुन्छ अब नानीहरूमा हात खुट्टाको केही प्रब्लम्सहरू हुन्छ होइन, या अरू केही चाहिँ प्रेग्नेन्सीमा थाहा पाउँछ होइन, टेस्टहरू हुन्छ त्यसको लागि होइन। तर अटिजमको लागि कुनै टेस्ट हुँदैन। तपाईँ विदेशमा नै किन हुनुहुन्छ होस् है, तपाईँ प्रेग्नेन्ट छ भने त्यो अटिजमको टेस्टै हुनु सक्दैन। अनि त्यो चाहिँ अब एकैचोटि नानी जन्मिसकेर मात्रै थाहा लाग्छ हो, त्यो हो अर्को कुरा। अनि अर्को कुरा चाहिँ अहिले चाहिँ अब टिभी ट्याब ग्याजेट्सहरूको जमाना छ नि त होइन। अनि के भन्छ भने चाहिँ एल्सको एक्सपोजरले चाहिँ अटिजम भएको। अन्त अटिजम भनेको त त्यो त अब त्यो जिन्समै हुन्छ नि त। अन्त कसरी चाहिँ टिभी हेरेर चाहिँ अटिजम भयो, त्यो त हुँदै होइन। अब 2 वर्ष 3 वर्षको नानीहरूले अहिले चाहिँ बेसी एक्सपोज हुन्छ टिभी ट्याब फोन, किनभने जुनै पनि घरमा हेर्नुहोस्, घरमा अब बस्ती गाउँतिर त फोनहरू हुन्छ टिभीहरू हुन्छ भनेपछि त अब सहरहरूतिर त अझै धेरै उयो हुन्छ। त्यसले गर्दाखेरि अभियसली बेसी नानीले स्क्रिन टाइम पायो भने, बेसी टिभी हेऱ्यो भने चाहिँ अब 2 वर्षको नानीले बेसी एक्सपोज भयो, उसलाई अटिजम छैन, ऊ नर्मल नानी हो। तर बेसी स्क्रिन टाइम भने चाहिँ उसले बोल्नु छोड्छ होइन। उसको जुन चाहिँ प्रगति हुँदै गरेको उसको डेभलपमेन्टमा, जुन चाहिँ एउटा नानीहरूको बढ्दो उमेरमा हुनुपर्ने जुन चाहिँ एउटा डेभलपमेन्ट हुन्छ, त्यो चाहिँ अभियसली स्क्रिन टाइमले गर्दाखेरि चाहिँ रोकिन्छ। किनभने हाम्रो टाइममा टिभी ट्याब यस्तो ग्याजेट्सहरू भन्ने थिएन। हामी छुट्टी हुँदाखेरि खेल्नु जान्थ्यौँ, गाउँकोहरू भेट्थ्यौँ होइन। तपाईँहरू सबैजनाले गर्नुहुन्थ्यो होला त्यस्तै। अब अझै हाम्रो आमा बाबा बाजे बोजूको टाइममा त अझै टिभीहरू पनि निस्केको थिएन त्यो टाइममा। त्यसले गर्दाखेरि पहिलातिर चाहिँ अझै कम सुन्थ्यौँ पनि यस्तो। अहिले चाहिँ धेरै छ, धेरै भएर गएको छ। तर स्क्रिन टाइमले गर्दा, ग्याजेट्सले गर्दाखेरि अटिजम भएको भन्नु चाहिँ एकदम रङ हो है। उनीहरूको डिले हुनसक्छ त, द्याट इज नट अटिजम, त्यो अटिजम होइन, त्यो एउटा डिले हो जुन चाहिँ काम गरे पनि त्यो चाहिँ अटिस्टिक फिचर्स देखाउँछ नानीहरूले। अब होइन 2 वर्ष 3 वर्ष पुगेको छ, 4 वर्ष पुगेको नानीलाई बेसी ट्याब टिभी उयो स्क्रिन टाइम बिहानदेखि बेलुकासम्म हेऱ्यो भने ऊ अटिस्टिक त होइन। तर तपाईँहरूले देख्छ उसले पनि बेसी कन्सन्ट्रेसन लाउनु सक्दैन, बात गर्न सक्दैन। मैले जुन चाहिँ साइन्स अफ अटिजम पहिलाको भिडियोमा तपाईँहरूलाई भनिसकेको थिएँ, त्यस्तो साइन्सहरू देखाउँछ। तर उनीहरू अटिस्टिक होइन, उनीहरूले चाहिँ नर्मल नानीहरू हो। तर उनीहरूले चाहिँ बेसी स्क्रिन टाइम भएर चाहिँ उनीहरूको डेभलपमेन्ट चाहिँ घटेर उनीहरूले चाहिँ अटिस्टिक फिचर्स देखेको मात्रै हो। तर त्यो घट्यो भने चाहिँ त्यो स्क्रिन टाइम ग्याजेट्सहरू घटाएर बेसी घुलमिलेर टाइम दिएर नानीलाई गऱ्यो भने चाहिँ त्यो फिचर्सहरू हराउँदै जान्छ। अनि अटिजम पनि त्यसले गर्दा भएको होइन। अटिस्टिक नानीहरूलाई दे आर भेरी ब्रिलियन्ट, उनीहरूको दिमाग यति साह्रो तेज हुन्छ, कहिले भनेको कुरा उनीहरूले बिर्सेको हुँदैन होइन। अहिले फेरि यस्तो जमाना छ कि तपाईँहरूले ट्याब टिभी फोन केही ग्याजेट त दिँदैन भने पनि पछिको आउने जेनेरेसनमा हामी साथ पेन खाता जुन चाहिँ हामी पहिला पेन्सिलहरू चलाउँथ्यो, चकहरू चलाउँथ्यो, अब अहिले त स्कुलहरूतिर कति जग्गा चक्सहरू चलाउनु छोडिसक्यो होइन। व्हाइट बोर्ड छ, ब्ल्याक पेन मार्करले लेख्छौँ होइन। त्यसरी नै एडभान्स हुँदै गएको छ। सो त्यो पनि एउटा मान्छेको त्यो रङ सोचाइ हो क्या, एकदम गलत सोचाइ हो कि टिभीहरूले गर्दाखेरि फोनले गर्दा नानीहरूले बेसी यस्तो हेरेर उयो के भन्छ अटिजम भएको, अटिस्टिक भएको अरे। त्यस्तो हो भने त हामी पनि सबैजना अटिस्टिकै भइहाल्थ्यौँ नि त होइन, किन हामी पनि फोनहरू हेर्छौँ गर्छौँ। तर त्यस्तो होइन। अभियसली हाम्रो उयो चाहिँ इन्ट्रेस्ट हराउँदै जान्छ अरू कुरोमा। नानीहरू सानो बढ्ने उमेरमा चाहिँ खेल्नु दिनुपर्छ, उनीहरूलाई उयो गर्नु पनि दिनुपर्छ है, त्यो हो अर्को कुरा। अनि भन्छ कि अटिस्टिक नानीहरू या अटिजम जसलाई छ उनीहरूलाई चाहिँ उनीहरूको इमोसन चाहिँ हुँदैन
किनभने तपाईँहरूले कतिजना अब जस्ट इक्जाम्पल युनिसा या अब अरू नानीहरू छ मेरो साथीहरूको जसको नानीहरू यो कन्डिसनमा छन् होइन उनीहरूलाई थाहा छ उनीहरूलाई भने हाई हेलो अनि ह्याप्पी बर्थडेहरू भन्यो भने पनि उनीहरूकोमा इमोसन्स हुँदैन भनेर भन्छ तर हुन्छ उनीहरूकोमा यति साह्रो धेरै इमोसन्स हुन्छ तर उनीहरूलाई कसरी त्यो एक्सप्रेस गर्नु त्यो चाहिँ आउँदैन होइन अब कोही बेला अचानक अब उनीहरू मेल्ट डाउन भन्छ होइन अब रुँदै गरेको तपाईँहरूले देख्छ होला कोही बेला के गर्छ चिच्चाइ पठाउँछ उनीहरूले चाहिँ त्यो उनीहरूलाई के भित्र मनमा भइरहेको छ त्यो चाहिँ उनीहरूले एक्सप्रेस गर्नु नसकेर चाहिँ उनीहरूले चाहिँ त्यो व्यवहार देखाएको यो होइन कि उनीहरूले त्यत्तिकै हुन्छ उनीहरूको इमोसन छैन त्यो भन्छ होइन उनीहरूमा बहुत इमोसन्स हुन्छ हामी जस्तै नै हो अटिस्टिकहरू किनकि रोग होइन हामी जस्तो छौँ उनीहरू पनि त्यस्तै छ तर उनीहरूले इमोसन्सलाई चाहिँ अब हामीलाई पो मन दुख्यो भने रुई पनि हाल्छौँ होइन पिरो भयो भने हाता भनेर भनिहाल्छौँ नुन अलिकति चर्को छ चर्को भयो पानी माग्छौँ तर उनीहरूकोमा चाहिँ हुन्छ इमोसन्स र उनीहरूले चाहिँ एक्सप्रेस त्यसलाई कसरी चाहिँ व्यक्त गर्नु भनेर चाहिँ उनीहरूलाई चाहिँ त्यो चाहिँ आउँदैन त्यसले गर्दा हामीले कतिवटा कुरो त्यसमा उनीहरूलाई रङ सोच्छौँ कि अब कतिजनाले सोच्छ होइन अटिस्टिक हो उनीहरूको केही इमोसन चाहिँ हुँदैन त्यस्तो होइन उनीहरूले जतिको इमोसन्सहरू बुझ्छ जति लिन्छ त्यो सायद हामीलाई थाहा हुँदैन क्या त्यति नै हो अनि अरू कुरो के भन्दाखेरि चाहिँ नानीहरू जन्मिन्छ उसलाई अटिस्टिक हो त ऊ अटिजम स्पेक्ट्रम डिसअर्डरमा छ भन्दाखेरि अन्त उसलाई त त्यस्तो देख्दैन त भन्दाखेरि किन अटिस्टिक र अटिजम स्पेक्ट्रम डिसअर्डर भन्दामै के हाम्रो नानीहरू चाहिँ यहाँ ऊ भएको हुन्छ त्यस्तो होइन होइन अटिजम स्पेक्ट्रम डिसअर्डर हामी जस्तै मान्छे हो है तपाईँहरूले सुन्नुभएको हुन्छ कतिवटा रिल्सहरूले मार्क जुकरबर्ग के अरे एलन मस्क होइन एल्बर्ट आइन्स्टाइन साइन्टिस्ट एकदम उयोहरू सबैजनालाई उनीहरू दे आर अटिस्टिक भन्छ उनीहरू अटिजम स्पेक्ट्रम डिसअर्डरमा छ उनीहरूकोमा तर उनीहरूमा माइल्ड छ भन्नु भन्दा एकदम कम मात्रामा जो उनीहरूले हामी जस्तै वार्तालाप गर्न सक्छ बात गर्न सक्छौँ इमोसन्सहरू कतिवटा उयो गर्छ होइन तर देख्नु त नर्मल मान्छेहरू जस्तो देख्छ नि त होइन सबैजना अटिस्टिक देख्ने एउटै हुँदैन अलग अलग हुन्छ होइन यो भन्नु पर्दाखेरि एउटै देख्नेहरू चाहिँ अब स्पेसल निड्सको कुरा गर्दाखेरि चाहिँ एउटै जुन चाहिँ फिचर्स हुन्छ जुन चाहिँ कन्डिसन छ त्यो चाहिँ डाउन सिन्ड्रोम हो है डाउन सिन्ड्रोम हुने नानीहरू या ठुलो मान्छेहरू जो छ भइसकेको हुन्छ उनीहरूको बनावट अनुहारको बनावट एउटै हुन्छ तपाईँहरूले कति याद गर्नुभएको होला को अब फरेनर्सको नानी नै भनौँ बेङ्गलीको भनौँ होइन या आदिवासीको नानी नै भनौँ डाउन सिन्ड्रोम हुनेहरू चाहिँ उनीहरूको फिचर्स फेसियल अनुहारको फिचर्सहरू एउटै हुन्छ स्पेसली के भन्छ भन्दाखेरि चाहिँ आँखाको चाहिँ उनीहरूको एल्मन्ड शेप्ड भन्छ होइन एल्मन्ड शेप्ड आइज भन्छ इङ्ग्लिसमा चाहिँ नेपालीमा भन्दा हाडे बदनको जुन सेप हुन्छ नि त्यसको त्यस्तै हुन्छ उनीहरूको आँखा भन्छ हाम्रो गाउँमा पनि थियो पहिला त्यस्तो एकजना हुनुहुन्छ अहिले पनि सायद तुलसी भनेर अनि अहिले बुझ्दाखेरि चाहिँ अब त्यति बेला त हामीलाई थाहा थिएन होइन त्यति बेला त अब लाटा हो तुलसी त लाटा हो भन्दै अब भन्थ्यो होइन कसले सिकाएन यसो सिकाउने मान्छे पनि थिएन खासमा त त्यस्तो होइन रहेछ अहिले बुझ्दा चाहिँ डाउन सिन्ड्रोम रहेछ उनीहरूलाई पनि सायद त्यति बेला होइन अहिले जस्तै फेसिलिटी पाएको भए उनीहरूलाई पनि थेरापीहरू पाएको भए सायद उनीहरू पनि अझै इम्प्रुभ भएर जान्थ्यो होला होइन तर अब अटिजम र डाउन सिन्ड्रोममा चाहिँ त्यही हो डिफ्रेन्स कि डाउन सिन्ड्रोमको हुनेहरू चाहिँ उहाँहरूको चाहिँ फिचर्सहरू एउटै हुन्छ अटिजम हुनेहरूको फिचर्स चाहिँ एउटै हुँदैन तर डाउन सिन्ड्रोम हुनेलाई पनि अटिजम स्पेक्ट्रम डिसअर्डरमा हुनसक्छ है अटिजम स्पेक्ट्रम डिसअर्डर र डाउन सिन्ड्रोम पनि एउटै मान्छेलाई पनि हुनसक्छ होइन अनि अटिजम स्पेक्ट्रम डिसअर्डर चाहिँ कसैलाई पनि हुनसक्छ मलाई पनि हुनसक्छ होइन हाम्रो फेसियल फिचर्समा केही चेन्जेस हुँदैन होइन डाउन सिन्ड्रोम भन्ने कन्डिसन छ त्यसमा चाहिँ उनीहरूलाई चाहिँ डिस्टिङ्क्टली देखिसक्छ मिन्स तपाईँले बुझ्नु सक्छ कि उहाँलाई चाहिँ डाउन सिन्ड्रोम रहेछ उहाँको नानीलाई चाहिँ डाउन सिन्ड्रोम रहेछ भनेर है अनि मैले कुरा गरेको थिएँ अब होइन यही कुन चाहिँ कुरो झुटो कुन चाहिँ कुरो साँचो भन्दै अब यस्तो कुरा अब त्यही भनेको अब डाउन सिन्ड्रोम या
के अरे अटिजम यस्तो स्पेसल निड्सको जो कुराहरू छ यस्तो एउटा कुरा गरेपछि अर्को कुरा निक्लिँदै जान्छ त्यसले गर्दाखेरि आजलाई यति नै है अरू तपाईँहरूमा केही कुरोको तपाईँलाई सोध्नु छ भने तपाईँहरूले मलाई मेसेज गर्न सक्नुहुन्छ है तपाईँहरू कतिजनाले मलाई त पर्सनली मेसेज पनि गर्नुभएको छ कतिवटा टपिकको लागि लिएर कतिवटा कन्सर्नको लागि अनि त्यसको लागि म धेरै धन्यवाद छु कि मेरो भिडियोले तपाईँहरूलाई कतिलाई हेल्प हुँदैछ भनेर अन्त अरू के भन्न चाहन्छु भने लास्टली अन्तमा म कुनै हेल्थ प्रोफेसनल होइन म कुनै डक्टर होइन म कुनै थेरापिस्ट होइन है म एउटा आमा मात्रै हो जो मेरो छोरी स्पेसल निड्समा छ ऊ अटिजम स्पेक्ट्रम डिसअर्डरमा छ हुन्छ आजलाई यति नै धन्यवाद